नमस्कार, म सुनिल भुसाल ग्यालरीमा तपाईँहरूलाई स्वागत छ। हालचालै म चाहिँ हाइकिङ गर्ने उद्देश्यले यो थेदुनसान भन्ने ठाउँ गएको थिएँ र त्यहाँ हाइकिङ गर्ने क्रममा आई ह्याड सम गुड एक्सपिरियन्स, आई ह्याड सम ब्याड मोमेन्ट्स एन्ड आई ह्याड सम ग्रेट मोमेन्ट्स र ती मोमेन्टहरूलाई, ती पलहरूलाई तपाईँहरूसँग सेयर गर्नको लागि भनेर म यहाँ उपस्थित भइसकेको छु। यो भिडियो हेरिसकेपछि चाहिँ तपाईँहरूलाई पनि एकचोटि थेदुनसान जाने चाहना चाहिँ तपाईँको मनमा जाग्नेछ। अभियसली जो कोरियामा हुनुहुन्छ उहाँहरूको कुरा गर्दैछु म, र जो विदेशमा बसेर या नेपालमा या अन्य कुनै विदेशमा बसेर यो भिडियो हेरिरहनु भएको छ उहाँहरूलाई चाहिँ कोरियामा यस्तो राम्रो ठाउँ छ भन्ने कुराको ज्ञान पनि हुनेछ र यो भिडियो 15-16 मिनटको भिडियो एन्टरटेनिङ पनि हुनेछ। म बसेको ठाउँबाट यो थेदुनसान भन्ने ठाउँ चाहिँ जम्मा 82 किलोमिटर टाढा छ। र त्यसैले मैले चाहिँ के योजना बनाएको थिएँ भने बरु बिहानै निस्किने अनि दिउँसोको 12-1 बजीसम्ममा चाहिँ हाइकिङ सकाएर उज्यालोमा घर फर्किने योजना बनाएको थिएँ र त्यही अनुसार बिहान 6:35तिरको ट्रेन चढेर 7:35तिर चाहिँ म नोनसान स्टेसनमा झरेँ। अहिले चाहिँ म नोनसान स्टेसनमा आइपुगेको छु। अहिले बिहानको 7:30 पौने 8 भएको छ अनि त्यहाँबाट चाहिँ थेदुनसान जाने क्विकेस्ट, फास्टेस्ट र सर्टेस्ट रुट के छ भनेर सर्च गरेर काकाओ म्यापलाई फलो गर्दै म चाहिँ थेदुनसान पुगेको थिएँ र त्यस बिचमा चाहिँ गलत बस चढेर म चाहिँ अर्कै ठाउँमा पुगेको थिएँ, जसले गर्दा चाहिँ मेरो लगभग 1.5 घन्टा टाइम पनि लस भएको थियो। गलत बस चढेर चाहिँ अहिले अर्कै ठाउँमा आइपुगेको अवस्था छ र जो जान चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ म लास्टमा, यो भिडियोको लास्टमा चाहिँ सबभन्दा छिटो र फास्टेस्ट रुट के हुन्छ त्यो चाहिँ म सेयर गर्नेछु। पहाडको बिचमा सानो बजार जस्तो देखिरहनु भएको छ, हो यहाँबाट चाहिँ एक्चुअल हाइकिङ सुरु हुन्छ, हाइकिङ सुरु हुने ठाउँ हो यो। यहाँ चाहिँ नेपालमा त्यो मन्दिरहरूमा खाने ठाउँहरू भयो जस्तै पुरै यो खाने ठाउँ झरेपछि खाना खाने ठाउँहरू बनाएर पुरै लाइनले खाना खाने ठाउँहरू। म त्यहाँ पुग्दाखेरि चाहिँ बिहानको लगभग 11-11:30 भइसकेको थियो र त्यहाँ त्यतिखेर अलरेडी धेरै पर्यटकहरूको घुइँचो देख्न सकिन्छ अनि अभियसली धेरै जस्तो पर्यटकहरू त कोरियन नै थिए, तर तीमध्ये केही पर्यटकहरू चाहिँ म जस्तै विदेशीहरू पनि थिए र ती विदेशीहरूमध्ये 3 जनासँग चाहिँ मैले हाइकिङ अनि कुरा गर्ने अपर्च्युनिटी पाएँ। 편의점? 맞아요. 다흥. 최신? 정답? 차환. 차원. भर्खरै हामी उता माथि अघि बसमा आएको कारणले हामी हिँड्दै आउनु परेको थियो, त्यो भएर 2जना सँगै 4जना सँगै भेटेको थियो र त्यो बजारबाट बिस्तारै बिस्तारै उकालो लाग्दै गएपछि दायाँ या बायाँ कतापट्टि चाहिँ एउटा ठुलो म्याप छ, त्यो वरिपरि एरियाको, त्यो ओभरअल एरियाको भ्यू सहितको। अनि त्यसपछि त्यो डाँडासम्म पुग्नुको लागि हाइकिङ रुटहरू कतिवटा छ, कुन चाहिँ लामो कुन चाहिँ छोटो, त्यो सबै चिजको डिटेल भएको एउटा म्याप पनि देख्न सकिन्छ। 삼촌 4km. 근데 근데 안 했으니까 이 코스. अनि बाइ द वे जसलाई चाहिँ पैदल यात्रा त्यति गर्न सक्दिनँ जस्तो लाग्छ उनीहरूको लागि चाहिँ केबल कारको सुविधा पनि छ। केबल कार चढ्नलाई चाहिँ त्यहाँबाट अलिकति माथि जानुपर्छ अनि माथि गइसकेपछि टिकट काट्ने र केबल कार चढ्ने ठाउँ आउँछ। सुरुमा चाहिँ मैले 2 वे नै हिँडेर जान्छु भनेर सोचेको थिएँ, तर अलरेडी बसमा 2 घन्टा ढिला भइसकेको भएर चाहिँ मैले चाहिँ 1 वे चाहिँ केबल कार चढेर जाने अनि माथि छिटो पुगेर छिटै फर्किने प्लान बनाएर अनि 1 वेको टिकट काटेको थिएँ। 안녕하세요. 네, 감사합니다. टिकट काटिसकेपछि अलिकति माथि गइसक्दाखेरि चाहिँ त्यहाँ चाहिँ अलरेडी केबल कार चढ्ने मान्छेहरूको घुइँचो थियो। अनि एकैछिन कुरेर केबल कार चढेर यो हाइकिङको सबैभन्दा पहिलो एडभेन्चर हो यो केबल कार राइड।
सुरुमा त केबल कार चढ्दा खासै केही थिएन, तर बिस्तारै बिस्तारै जति हाइटमा गयो त्यस पछाडि केबल कारबाट बाहिर हेर्दाखेरि जुन भ्यू देखिन्थ्यो, जुन ल्यान्डस्केपहरू देखिन्थ्यो, त्यो चाहिँ एकदमै मेस्मराइजिङ थियो, एकदमै राम्रो भ्यूहरू थियो। अनि प्राकृतिक सुन्दरताले भरिएको भ्युजहरू थियो। त्यसले गर्दाखेरि चाहिँ यो केबल कारको राइड चाहिँ फर्स्ट एडभेन्चरको रूपमा मैले लिएँ। अनि केबल कारबाट झरिसकेपछि चाहिँ पैदल यात्रा सुरु हुन्छ र एक्चुअल हाइकिङ त्यहाँबाट सुरु हुन्छ। हिँड्दै जाँदाखेरि उकालो हिँड्दै जाँदाखेरि बिचबिचमा केही राम्रा ठाउँहरू, पछाडिको ब्याकग्राउन्डसहितको राम्रो फोटो आउने ठाउँहरू प्रशस्तै भेटिन्छन्। तर मैले चाहिँ तपाईँहरूलाई सिधै यो दुईवटा चट्टानको बिचबाट यो पहाडको पछाडितर्फ लैजानु चाहेँ, जहाँ चाहिँ छ खुरुम थारी। त्यो पुल जुन देखिरहनु भएको छ, हो त्यो पुलको नाम चाहिँ हो खुरुम थारी। यसलाई इङ्ग्लिसमा ट्रान्सलेट गरेर हेर्दाखेरि चाहिँ क्लाउड ब्रिज हुन आउँछ। सायद है बादल जसरी हावामा तैरिएर बसे जसरी यो पुल बसेको भएर त्यसलाई चाहिँ खुरुमथारी भनिएको हो कि है, म चाहिँ ग्यारेन्टी छैन, एक्ज्याक्टली मलाई थाहा छैन, तर मैले अन्दाज गरेको। र यो हाइकिङको दोस्रो एडभेन्चर। पुल चढ्दाखेरि चाहिँ नर्मल सामान्य नेपालमा झुलेको पुल चढे जस्तै एक्सपिरियन्स हुन्छ होइन। त्यो आफू हिँड्दाखेरि, अरू मान्छेहरू हिँड्दाखेरि त्यो सेक अप एन्ड डाउनहरू चाहिँ फिल हुन्छ। तर यसको बेस्ट पार्ट के छ भन्दाखेरि जुन त्यो बिचमा ओपन ठाउँमा गएर वरपरको जुन ल्यान्डस्केप, त्यो भ्यूहरू हेर्दाखेरि चाहिँ एकदमै 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 चिलिङ, एकदमै रिफ्रेसिङ फिल हुन्छ। चिसो हावा, धेरै तातो नि होइन, धेरै चिसो पनि होइन, मौसम पनि एकदम पर्फेक्ट, मौसम पनि धेरै राम्रो भएर त्यो यो हाइकिङ गर्दाखेरिको दिन चाहिँ एकदम पर्फेक्ट थियो। अनि एकदमै शीतल हावा बगिरहेको थियो, अनि ओपन इन्भाइरोमेन्ट थियो, एकदमै मजाको एउटा त्यो एक्सप्लेन नै गर्न सकिँदैन कि, शब्दमा भन्नै नसकिने त्यस्तो खालको एउटा सिन थियो, त्यो चाहिँ एक्सपिरियन्स थियो। अनि त्यसपछि अब यो झुलुङ्गे पुल भनौँ न, अब यो के अरे खुरुमथारी कटिसकेपछि चाहिँ अनि अलिकति पर गएर थोरै उकालो लागिसकेपछि म चाहिँ तपाईँहरूलाई तेस्रो एडभेन्चर, यो हाइकिङको तेस्रो एडभेन्चर, सबैभन्दा थ्रिलिङ एडभेन्चरमा लैजान चाहेँ। अहिले यो भिडियोमा चाहिँ जुन यो भर्याङ जस्तो पुल देखिरहनु भएको छ, यसको नाम हो सामसन खेदान है। अब यसको नाम कोरियन नाम हो। यसको के अर्थ लाग्छ त्यो चाहिँ मलाई पनि राम्रोसँग थाहा छैन, तर यो एडभेन्चर, यो हाइकिङको यो तेस्रो र सबैभन्दा इम्पोर्टेन्ट एडभेन्चर यो हो। अरू मान्छेहरू चढेर गइसकेपछि मेरो पालोमा चाहिँ म पनि चढेँ। सुरुमा चाहिँ मलाई खासै त्यस्तो डर भन्ने फिल भएको थिएन। नर्मल एउटा पुल हो, त्यही पुल चढिरहेको छु जस्तो महसुस भएको थियो। तर जसै म बिस्तारै उकालो लाग्दै गएँ, तपाईँहरू मेरो एक्सप्रेसन पनि त्यहाँ हेर्न सक्नुहुन्छ। एक्सप्रेसन पुरै चेन्ज हुँदै जान्छ बिस्तारै, किनकि त्यो मध्यम भागमा पुगिसकेपछि होइन, अलिकति उकालो चढेर त्यो मध्यम भागमा पुगिसकेपछि चाहिँ त्यो आफै खुट्टा एकदमै थरथर काम्न थाल्यो, एकदम चिसो भयो खुट्टा है। अनि त्यसपछि त्यो बारलाई मैले यस्तो टाइट गरेर समातेको थिएँ, लड्छु कि भन्ने डरले गर्दा। हुन त सेफ छ, एकदम सेफ छ, तर त्यो एउटा फिलिङ के, लड्छु कि भन्ने खालको त्यो फिलिङले गर्दाखेरि चाहिँ एकदमै थ्रिलिङ हुन्छ यो एक्सपिरियन्स। र भिडियोमा देख्दाखेरि चाहिँ हाँसेको जस्तो भए पनि भित्रभित्र चाहिँ मलाई डर लागिरहेको थियो। र अहिले पनि यो भिडियो अहिले यसरी तपाईँहरूसँग बसेर यसरी भिडियो हेर्दाखेरि चाहिँ मलाई खुट्टा अझै सिरिङ्ग हुन्छ क्या, अहिले पनि खुट्टा सिरिङ्ग हुन्छ। त्यतिसम्मको एडभेन्चर छ यो चाहिँ, यो
सामसन खेदान चाहिँ होइन। र मैले मेरो लाइफमा अहिलेसम्म यसरी यो यस्तो खालको भर्याङ जस्तो पुल चाहिँ अहिलेसम्म चढेको थिइनँ। यो मेरो फर्स्ट एडभेन्चर हो, त्यसैले एकदमै रमाइलो पनि भयो, एकदमै मेमोरेबल पनि भयो। अनि जति जति म माथि जाँदैछु त्यति त्यति मेरो एक्सप्रेसन चेन्ज भएको तपाईँहरू देख्न सक्नुहुन्छ। र एकचोटि मैले बिचमा गएर चाहिँ बिचमा पुग्दाखेरि पछाडि फर्केर हेर्ने कोसिस चाहिँ गरेँ, तर हिम्मत भएन है। पछाडि फर्केर हेऱ्यो भने झन् डर लाग्छ, झन् कामिन्छ, अनि झन् मतलब त्यो होपलेस भइन्छ कि भन्ने डरले गर्दाखेरि मैले चाहिँ पछाडि हेर्ने आँटै गरिनँ। सायद म डरपोक भएको नि हुनसक्छ है। अब एक्ज्याक्टली अरू मान्छेहरू त्यहाँ थिए, सानो सानो बच्चाहरू पनि मजाले चढिरहेको थियो, तर मलाई चाहिँ एकदमै डर लागेको थियो अनेस्टली भन्नुपर्दाखेरि। र त्यसैले त्यही डरका कारण चाहिँ यो एडभेन्चर एकदमै थ्रिलिङ भयो। एउटा भ्यू चाहिँ हेर्न लायक छ। अब टपमा पुगिसकेपछि अनि त्यो भर्याङ चढेर गइसकेपछि त्यसपछि लगभग मैले चाहिँ लगभग 45 मिनट 1 घन्टा जति मेरो हिँडाइमा 45 मिनट 1 घन्टा जति मेरो हिँडाइमा हिँडिसकेपछि चाहिँ फाइनली त्यो थेदुनसान पहाडको टपमा म पुगेँ। अब यो चाहिँ लास्ट टपमा पुग्दाखेरि चाहिँ अलरेडी मभन्दा अगाडि धेरै मान्छेहरूको त्यहाँ भिड लागिसकेको थियो टपमा पुग्दाखेरि। अरे त्यहाँ चाहिँ कस्तो थियो भन्दा म त्यहाँ पुग्दाखेरि चाहिँ त्यहाँको इन्भाइरोमेन्ट कस्तो थियो भने मान्छे धेरै भएर क्या त्यो मौरीको घारमा मौरीहरू भुनभुन भुनभुन गरे जस्तै खालको इन्भाइरोमेन्ट थियो। तर एकैछिन कुरे, बिस्तारै बिस्तारै मान्छेहरू कम पनि हुँदै गयो। अनि त्यसपछि वरपरको आफूले हेरेर अनि एकछिन कुरेँ, अनि त्यसपछि मान्छेहरू पनि बिस्तारै कम भयो। अनि अलिक खाली भइसकेपछि चाहिँ वरिपरिको दृश्यहरू मजाले एकदम चिल पारामा अवलोकन गरेँ। शीतल हावा चलेको थियो। र यो दिन चाहिँ मलाई मेरो लकै भन्नु पऱ्यो है, एकदम लक्किली म चाहिँ एकदम ओपन के अरे मौसम चाहिँ एकदमै क्लियर थियो क्या। एकदमै यस्तो क्लियर मौसम थियो कि तपाईँको परसम्मको पनि क्लियरली देख्न सकिन्थ्यो, त्यति राम्रो मौसम थियो। र एउटा हुन त म धेरै पहाडहरू चढिसकेँ, बोरियामा आएर धेरै हाइकिङहरू गरिसकेँ, धेरै एक्सपिरियन्स भइसक्यो। तर पनि एभ्री टाइम यसरी यो पहाड चढ्दाखेरि हाइकिङ गर्दाखेरि चाहिँ यो जुन ल्यान्डस्केप जुन भ्यूहरू देखिन्छ त्यो चाहिँ एकदमै बेस्ट पार्ट हो मेरो लागि। मेरो हाइकिङ गर्नुको उद्देश्य भनेकै त्यही हो, बेस्ट पार्टै त्यही हो। अनि यो पहाड चाहिँ लगभग 800 मिटर माथि छ, 800 मिटर अल्को छ। र त्यहाँ खम्बामा लेखेको पनि छ 800 मिटर हाइट भनेर। र यो हाइटमा पुगेर जुन त्यहाँको भ्यू हेर्नु चाहिँ यो हाइकिङको सबैभन्दा इम्पोर्टेन्ट पार्ट र फोर्थ पार्ट हो। र यो एडभेन्चरलाई मैले चाहिँ टप 4 मा यसरी अर्डरमा राख्दाखेरि चाहिँ सबैभन्दा मुनि चाहिँ केबल कार राइड भयो 4। अनि थर्डमा चाहिँ आउँछ खुरुङथारी जुन त्यो पुल थियो, के अरे क्लाउड ब्रिज त्यो भयो। अनि त्यसपछि सेकेन्डमा चाहिँ यो टपबाट जुन एक्सपिरियन्स जुन भ्यू देखिन्थ्यो, टपसम्म पुग्दाखेरिको जुन भ्यू थियो त्यो चाहिँ सेकेन्ड। अनि त्यसपछि सबैभन्दा बेस्ट, सबैभन्दा थ्रिलिङ एडभेन्चर चाहिँ त्यो भर्याङ चढ्नु चाहिँ मेरो लागि सबैभन्दा बेस्ट रहेको थियो र सबैभन्दा मेमोरेबल रहेको छ अझै पनि भनौँ न। अनि त्यसरी चाहिँ मैले अर्डर गरेको छु। यो भिडियोमा अन्तिमसम्म बसिदिनु भएकोमा, साथ दिइरहनु भएकोमा धेरै धेरै धन्यवाद। र नेक्स्ट टाइम अझ एडभेन्चर, अझ एक्साइटिङ फुड ब्लग, हाइकिङ, वाट एभर जे भेटिन्छ म त्यो भिडियोसहित म नेक्स्ट टाइम फेरि उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि हस्त धन्यवाद। यो ठाउँमा चाहिँ थेजन भन्ने ठाउँबाट पनि जान सकिन्छ, छन्जु भन्ने ठाउँबाट पनि जान सकिन्छ, नोनसान भन्ने ठाउँबाट पनि जान सकिन्छ। र नोनसानबाट चाहिँ जाने गल्ती नगर्नु होला, किनकि त्यहाँबाट धेरै बस चेन्ज गर्नुपर्छ। सबैभन्दा मैले बुझेअनुसार चाहिँ सबैभन्दा बेस्ट रुट भनेको छन्जु जाने, त्यसपछि खोसान टर्मिनल जाने, अनि त्यसपछि जाने थेदुनसान। यो दुईवटा बस चेन्ज गर्ने बित्तिकै छन्जुबाट जानुभयो भने चाहिँ जम्मा 2टा बस चेन्ज गर्नुभयो भने थेदुनसान पुग्न सकिन्छ। र छिटै गएर छिटै फर्किन सकिन्छ।